तपाईँहरूका घरमा चराचुरुङ्गीहरू आउँछन् भने चराचुरुङ्गीलाई अन्न दिँदा कार्य सम्पन्न हुन्छ, राम्रो हुन्छ, आयु बढ्छ, समृद्धि बढ्छ। अचानक त्यो घरमा आउने विपत्ति आउँदैन। एक्सिडेन्ट, दुर्घटना, भयानक भयानक घटनाहरूबाट रोकावट हुन्छ, जसको घरमा पक्षीहरू आएर चारो खाइदिन्छ, हेर्नु, अन्न खाइदिन्छ। कतिवटाले त नित्य नियम बनाउनु भयो, एकमुठी चामल भए पनि परेवा आउँछ कि ढुकुर आउँछ कि भनेर आदि इत्यादि गरेर तर्सिँदै आदि इत्यादि गर्दै यहाँहरूले के गर्नुहुन्थ्यो, लगेर अन्नहरू दिनुहुन्थ्यो। बहुत राम्रो। बिहानी पखाउन्, पूजा सक्दै आराधना गर्दै चराचुरुङ्गीहरू आउन्, उनीहरूलाई एकमुठी अन्न दिनु, एउटा बटुकामा पानी राखेर क्या उनीहरू तृप्त भयो भने त्यो घरमा कोही अतृप्त हुँदैन। साँच्चै भन्नुपर्दा सम्पत्ति हुनु मात्रै तृप्त होइन, आज सम्पत्ति भएर कति धेरै दुःख छ मान्छेहरू, कति धेरै कष्ट छ, कति धेरै भयावह छ, कति धेरै बभण्डर छ मान्छेलाई।